मजा आउँदैछ नि नहलाउ न ए हलायो भने त नलडोस् है फेरि अरू नगर नि त्यस्तो हो कि झन्डै पऱ्यो नि अब मलाई रोकाइ मलाई ला अरू चाहिँ अब रोकाइको सपोर्ट सिस्टम पनि छैन तिमी त्यसरी बसेको कहाँ हुन्छ त हेलो नमस्ते सम्पूर्णमा आज पनि म सिमराको तर्फबाट मेरो नेक्स्ट भ्लगमा हजुरहरू सबैलाई स्वागत गर्न चाहन्छु र आशा गर्दछु तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला है। र आज चाहिँ हामी अलिकति टाउनदेखिको बाहिर एउटा बस्तीमा आएको छौँ मेरो साथीको फार्म हाउसमा है। म सँगसँगै तपाईँहरू पनि एक्सप्लोर गर्नुहोला। यहाँनिर बस्छ यो चाहिँ मेरो साथीले आफ्नै हातले नै बनाएको फुलहरू मजाले मजाले फुलाएछ। लिली फुलहरूलाई हेर कस्तो दामी झरेछ पत्ताहरू। हो यो हामी लानु सक्दैन घरमा यहाँ चाहिँ पुरा गुवाहरू रोपेको रहेछ है बिचरा उसले। मलाई तर यस्तो जग्गाहरू शान्ति लाग्छ। यहाँ चाहिँ धेरै कम्ती मान्छेहरू बस्छ अहिले भर्खर बस्नु थालेको छ। उयो अगाडि चाहिँ खोलाहरू छ। यहाँ चाहिँ बेसले सुँगुरको फार्म पनि बनाउँदै रहेछ नयाँ किसिमले नयाँ सोच भनौँ कि के भन्नु। यस्तो गरेको राम्रो लाग्छ है। आफ्नो जग्गा जमिन छ भने चाहिँ यसलाई यसरी मजाले युटिलाइज गरेको राम्रो। यहाँ चाहिँ सुँगुरहरू चाहिँ हालेको छैन रहेछ जस्तो स्टार्ट गर्दै रहेछ। ए हालेको रहेछ त एउटा रहेछ आउट 3टा सुँगुर पनि हालेको रहेछ है। मजाले गुवाहरू रोपेको रहेछ। आफ्नो जग्गा जमिन छ भने चाहिँ यसरी खाली राखिराख्नु भन्दा चाहिँ यसरी युटिलाइज गरेको राम्रो। र उसले गर्दैछ यो चिजहरू भविष्यमा यो सबै चिजहरूले काम दिन्छ है। मिहिनेत गर्नुपर्छ। उसको घर चाहिँ यहाँ होइन अलिक टाढै छ होइन। तर यो जमिनलाई चाहिँ उसले मजाले युटिलाइज गरेको रहेछ क्या। यो देखेर चाहिँ राम्रो लाग्यो मलाई। अब पछाडि यो गुवाहरू रोप्यो बढ्दै गएपछि धेरै फल्छ नि त। त्यसले गर्दाखेरि चाहिँ इन फ्युचर चाहिँ आर्थिक सहयोग पनि हुन्छ यो चिजहरूले। अब एकपल्ट रोपेपछि त यो त भविष्यसम्मको लागि हो नि त। राम्रो गरेको रहेछ क्या। दुईटा मात्रै हो बाख्रा चाहिँ कुन चाहिँ यो सानो बेबी वाह हो त रहेछ। यसको नाम राखेको छु शिवरानी। ए केटी हो शिवरात्रीमा जन्मेछ। यो चाहिँ के हो अरुण यो ए बाख्राको चाहिँ यहाँ बस्छ सक्छ यिनीहरू सिँढीबाट चढ्नु। उसले चाहिँ त्यहाँनिर चाहिँ गाजर उखाल्दैछ है। गाजर पनि रोपेको रहेछ। त्यो चाहिँ पानीको हो यति शान्ति जग्गा। चराचुरुङ्गीको बाइक अरू केही चिजको आवाजै छैन क्या यहाँनिर। यो मौरीले चाखा दियो मौरीले चाखा दियो भनेको नि दिएन यताबाट ल्याउनु। गाजर त यस्तो हुँदैछ अर्ग्यानिक भने थ्याङ्क यू। फसल टिन्दै रहेछ। गाजर पनि खानुपर्छ अब। अब चाहिँ हामी खाना पनि यहीँ बनाएर खाने भनेर चाहिँ लन्च पनि गर्ने भनेर चाहिँ प्लानिङ गरेको छ हो। खै बनाउनु चाहिँ कहाँनिर अरे खै छ चुल्हा कहाँ छ बाहिर त देखेन मैले। ए यहाँनिर ए यस यहाँ लु तिमी चाहिँ खाना बनाउँदै गर हामी चाहिँ गएर आउँदैछ ल। ए यहाँ भाडामा हाम्रो पानी पनि उयो भइसक्यो के भन्छ ल। अब यसमा चाहिँ चामल बसौँ। खै चामलहरू चाहिँ कहाँ छ ल बस्दै गर तिमी।
अब हामी चाहिँ चिकन ल्याउनु जाने बस्तीमा। बाई बाई, आउँदैछौँ। हस् त। पायो भने चाहिँ राम्रो है, बाटो जस्तो छ नि त फेरि लगभग। अब कसरी पार गर्ने, कुन चाहिँ बाटो हो? हेरे हेरे मेरो पानी मोबाइल फेरि लडाएर पानीमा डुबायो भने चाहिँ फेरि गयो। र हामीले चाहिँ यहाँ चिकन पनि लिएर अलरेडी पकाउँदैछौँ पनि है। र हामीले चिकन चाहिँ खास चाहिँ लोकलै खोजेको थियौँ बस्तीमा, तर चिकन चाहिँ लोकल चाहिँ पाएन है। र त्यही भएर चाहिँ हामीले बोइलरै ल्याइसक्यौँ। र साथीले यहाँनिर भातहरू पनि बसिसकेको रहेछ। अनि अब यहाँ हामीले खाना पनि थाल्यौँ। उतापट्टिको एकजना भाउजू पनि आउनुभयो है। र सबैजना मिलेर खाना खायौँ। मैले चाहिँ अघि नै खाइसकेको थिएँ, भोक पनि लागिसकेको थियो। र यसरी नै आजको हाम्रो दिन चाहिँ शान्तिसँगले बस्तीमा बित्यो। र तपाईँलाई कस्तो लाग्यो आजको ब्लग? इफ तपाईँलाई राम्रो लाग्यो भने प्लिज लाइक, सेयर, कमेन्ट गर्नुहोला। थ्याङ्क यू सो मच। बाई बाई।